हाँ जाऊ न जाऊ के एकछिन जाऊ क्या लाइभ लाइभ यहाँ मेरो प्रोग्रामको के को सबैको यहाँ अपडेट गर्नुपर्ने छ मेकअप नि गराएको छैन यहाँ मैले फिल्टर जिन्दाबाद गरिरहेको छु अहिले कहाँ जान्छु लाइभ कस्तो मजा आउँछ कमेन्टहरु त्यहाँ पढ्नलाई एकछिन जाऊ न ल आऊ त भनी आऊ आउन पो मन लाग्यो त्यही त हेलो नमस्कार म फरक नै छु नि हजुर म एकदम फरक छु आफ्नो श्रीमतीको चाहिँ नि सबै प्रगतिमा सहयोग गर्न पाउनु सहभागी हुन पाउनु यो मेरो सौभाग्य हो नि धन्यवाद लकी हो नि ऊ आमै एकदमै लकी हो नि म जस्तो श्रीमान पाउने मान्छे लकी हुन परेन यस्तो कुरा गर्नुहुन्छ दादा म स्क्रिन अगाडि नै छु गरिहाले मैले ल बाइ 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 अर्गनाइजरको फोनै आइसक्यो सिद्धे कुराकानी प्रोफेसनल तिम्रो कुराकानी सिद्धियो के को नाटक हो मलाई खाना खुवाउनु पर्दैन केही गर्नु पर्दैन यो सब सामाजिक सञ्जाल अफ तेरो यो नौटङ्की पनि अफ है मलाई अति भइसक्यो तेरो यो मोबाइललाई मैले माछा पछार्न सकिन भने मलाई पोइ नभनिस् धेरै पोथी बासेको राम्रो हुँदैन है मैले भनिदिइसकेको छु खुरुखुरु आफ्नो घरको काम गर्ने चिया पकाउने खाना पकाउने आफ्नो काम गर्ने यो तेरो नौटङ्की अति भइसक्यो तेरा प्रोग्राम के किन नाप्या छस् तैले यहाँ तेरो खुट्टो सुट्टो भाँचेर मैले राख्दिन नपरोस् हेर भन्दिया छु मैले यही हो तेरो काम खै मैले कहिले खाना पाउँछु अहिले मेरो साथीहरू आउँदैछन् त्यहाँ सब तयार गरेर बस्ने हेर मैले भन्दिया छु मैले दोहोर्याएर भन्न नपरोस् धेरै पोथी बाँसिरहेको छु यो घरमा ए अब मैले पसेर खानु पर्यो खाना हैन अब यो घर मैले पसेर खानु पर्ने भयो अब ए रोको कति सस्तो आँसु कति तेरो आँखाको आँसु अहिले तेरो आँखा निकालेर काला आउनु नपरोस् खुब रुन परेछ त्यो छुक्को बन्द गरिहाल है त्यहाँ आँखामा आँसु देखाउनु नपरोस् मैले भन्दिया छु खुब कमाकी छेस् हैन खुब कमाकी छेस् न तैले गराएको छेस् तैले नाप्या छेस् यहाँ 2 पैसे खुरको आफ्नो काम गर्न जान्छस् कि के हो मेरो साथी आउँछ राम्रो चपाचुटुको भएर बस्ने त्यहाँ भन्दिया छु यहाँ त्यो देखाउनु पर्दैन मलाई त्यो केही पनि मैले के हो यो कम जमान्छु त मैले मेरो काम गर्छु त भने अनि गरिस त घरमा बस भात खा बस के काम गर्नु पर्छ तले डाँडा गरेर नाच्न पर्छ नचनिया बनेर दुनिया हँसाएर नाटक नगर भन्दिया छु मैले मलाई रिस नउठा प्रेमिका चाहिँ आत्मनिर्भर चाहिने पढे लेखेकी चाहिने आफ्नो करियर स्थापित गरिसकेकी प्रेमिका चाहिने अनि श्रीमती चाहिँ घरेलु चाहिने सीमित हुने चाहिँ तेरो रुवाई सिद्धिया छैन तले गर्न खोजे चाहिँ के हो के चाहेको हो तैले मैले सोचेको पनि थिएन जब विवाह
जब प्रेम, जब घर, जब वैवाहिक जिन्दगीको कुरा आउँछ म यति धेरै लाचार र कमजोर हुन्छु भनेर म यो मान्छेलाई छोड्न पनि सक्दिनँ। तर रात दिन प्रताडित भएर यसरी बाँच्न पनि त सक्दिनँ। मेरा बाआमाले कति दुःख गरेर मलाई पढाइ लेखाइ, मेरो करियर स्थापित गर्नलाई के हदसम्म गरेका छन्। कसैको हैकममा बाँच्नु नपरोस्, कसैको दास बन्नु नपरोस्। छोरी मान्छे आत्मनिर्भर हुनुपर्छ, आर्थिक रूपमा स्वतन्त्र हुनुपर्छ भन्दै मेरा बाआमाले मलाई त्यहाँसम्म पुर्याए। तर आज सबै चिज हुँदा हुँदै पनि म दासी भएकी छु, म डराइरहेकी छु। मलाई भएको प्रताडनाको बारेमा बाहिर गएर कुरा गरौँ, सबैले मलाई नै दोषी देख्छ। 2-4 पैसा श्रीमानभन्दा बढी कमाउँथे, बढी गर्थे। यो क्षेत्रै यस्तो, यो लाइनै यस्तो, यस्ता खराब हुन्छन् केटीहरू। तर सहेर बसौँ, कहिलेसम्म म यसरी सम्बन्ध जोगाउन सक्छु त? समाजले मलाई दोषी देख्छ भनेर सम्बन्ध निभाउँदा निभाउँदै मेरो यो हालत परिसक्यो। आखिर यसरी जोगाएको सम्बन्ध कहिलेसम्म जोगिएला? सम्बन्ध एकजनाले मात्रै जोगाएर सहेर सम्हालिने हो र सम्बन्धमा लगानी त दुवैतर्फको हुनु नै पर्छ। फलान क्षेत्रका केटीहरू यस्तै हुन्, पैसाको लागि गरेको होला। चरित्रै त्यस्तै हो। आफ्नो मनगणन्ते र आफ्नो चित्तलाई शान्त गर्नको लागि कसैको चरित्रमा हिलो छ्याप्ने प्रवृत्ति पुरानो होला पक्कै पनि। तर आर्थिक रूपमा स्वतन्त्र, वैचारिक रूपमा सबल अनि परिपक्व उमेरकी केटीलाई बिहे गरेर लिएर आउनुभन्दा पहिला आफ्नो अनुहार चाहिँ ऐनामा हेरौँ, त्यो केटीको लागि लायक म छ कि छैन, फलानु केटीलाई बुहारी बनाउन सक्ने क्षमता मसँग छ कि छैन भनेर।